हेलो एभ्रिवान। नेपालमा चाहिँ एपबाट खाना मगायो भने ट्याक्क डेलिभरी हुँदाखेरि लिन जानुपर्ने हुन्छ। चाइनामा चाहिँ ट्याक्क डेलिभरी बक्सेसहरू हुन्छ, अनि डेलिभरी ड्राइभर आउने बित्तिकै ठ्याक्क त्यहीँ राखिदिएको हुन्छ खाना, अनि आफूलाई फुर्सद हुने बित्तिकै चाहिँ लिन जाने। जस्तै हो त्यहाँ त्यो सेतो बक्सहरू देख्नुभयो नि, हो त्यो भनेको चाहिँ डेलिभरी बक्सेस, वाइमाई गए भनेर भन्छ। त्यहाँ जाने, फोन निकाल्ने, क्युआर कोड हुन्छ त्यहाँ एउटा। म चाहिँ आज एउटा सानो भाइलाई पनि भेटेँ, अनि ट्याक्क मैले क्युआर कोड स्क्यान गरेर 145 भनेको मेरो बक्स नम्बर, कुन बक्स नम्बरमा मेरो खाना छ त्यो पनि देखाउँछ। अनि ठ्याक्क मैले बक्स फेरि ट्याक्क सानो भाइसित ट्याक्क मेरो बक्स अगाडि आएको रहेछ, अनि उसलाई मैले एकैछिन यता आइदियो भनेर भनेको। अहिले मेरो चाइनिज बुझेन कि, अनि एकैछिन अलमा लियो। ट्याक्क उता गएको बेलामा चाहिँ मैले ठ्याक्कै निकालिहाल्ने 145बाट मेरो खाना। अनि ठ्याक्क आज चाहिँ कस्तो संयोग पऱ्यो भन्दा, यस्तो बक्सहरूमा चाहिँ 12 घन्टाभन्दा बढी सामान रह्यो भने चाहिँ क्लियर आउट गरिदिन्छन्, डिस्कार्ड गरिदिन्छन् होइन। अनि आज चाहिँ म ठ्याक्क यो डिस्कार्ड गर्ने टाइममै पुगेर रहेछु क्या त्यहाँ। अनि त्यही भएर हो त्यहाँ अब सबै बक्सहरू खोलेर चेक गरिरहेको छ नि, यो चाहिँ ट्याक्क अब कुन चाहिँ 12 घन्टाभन्दा कम भयो, कुन चाहिँ 12 घन्टाभन्दा बढीसम्मलाई बस्यो, कुन सामान चाहिँ भनेर ट्याक्क चेक गर्ने अनि डिस्कार्ड गरिदिने। ल म चाहिँ अब गएँ आफ्नो खाना खान, तपाईँहरू स्क्रोल गर्दै गर्नु है त। थ्याङ्क यू, बाई बाई।